चुनावको दिन नजदिक आउँदैछ र म आज हजुरसँग राजनीतिक रूपमा हैन नेपाल आमाको छोराको रूपमा मान्छेहरूको दुःखको आवाजको रूपमा मेरो दुई चार शब्द राख्न गइरहेको छु। यो चुनाव हाम्रो भविष्य निर्णय गर्छ, त्यसैले हामीले एकछिन रुकेर सोच्नु पर्छ, यो चुनावलाई सफल पार्नु पर्छ, किनकि हाम्रा पुराना गल्तीहरूको छाया अझै हाम्रो अगाडि छन्, जसको अन्धेरोले हाम्रो भविष्यलाई निगल्न खोज्दैछ। हाम्रो देश जुन पुरानो ज्ञान र अटल आत्माको प्रतीक हो, त्यो आज एमाले कांग्रेस माओइस्टहरूको करतुतले नाजुक अवस्थामा पुगेको छ। यी पुराना शक्तिहरूले हाम्रो एकतालाई टुक्राएका छन्, हाम्रो सोभरेनिटीलाई खतरामा पारेका छन्। उनीहरूले गभर्नमेन्टलाई करप्सन, नेपोटिजम र गद्दारीको साइकल बनाएका छन्। हाम्रो आर्थिक अवस्था उनीहरूको मिसम्यानेजमेन्टले लडखडाइरहेको छ। हाम्रो युवाहरू देश विदेश फलायन भइरहेका छन्, हाम्रो सीमानाहरू खुम्चिरहेका छन्। विदेशी शक्तिहरूले प्रत्यक्ष हस्तक्षेप गरिरहेका छन्। यो हामीले देखिएर भोगिरहेकै छौँ। कतिचोटि एमालेको रिजिड आइडियोलोजी, कांग्रेसको खोक्रो आश्वासन र माओवादीको 10 वर्षको क्रान्तिले भ्रष्टाचार, राजनीतिक अस्थिरता, गरिबी, खर्बको ऋण बाहेक के दियो? इन्डियाले हाम्रो कालापानी, लिपुलेख, सुस्ताको भूमिलाई आफ्नो बनाइसक्यो, तर यी पार्टीहरूलाई एक अर्काको खुट्टा तान्दै ठिक्क छ। हाम्रो भूभाग गर्दैछ, हाम्रो गर्व गर्दैछ। यदि हामीले अझै पनि नबुझ्ने हो भने हाम्रो सन्तानहरूको लागि केही बस्ने छैन। यही नेताहरूले मिसलिड गरेर राजा त फालेम, राजाले देश बचाउ बाहेक के गर्न सकिरहेछन्? पस्तावा कलामा के छ? र सबैभन्दा गहिरो घाउ हाम्रो जेनजीको रगत सडकमा बग्यो। के को लागि? 84 को चुनाव 82 बाहेक के नै परिवर्तन आयो त? यदि तपाईको छोरा, तपाईको दाइ, तपाईको भाइ, तपाईको दिदी बहिनी सडकमा शहीद हुनु भएको भए के गर्नुहुन्थ्यो त? के यो सिस्टमलाई तपाईले माफ गर्नुहुन्थ्यो? कि हजुरले त्यही नेतालाई भोट दिँदै हिँड्नुहुन्थ्यो? आज मैले देखिरहेको छु पार्टी चेन्ज गर्दै त्यही नेताहरू अर्को पार्टीमा पनि गएका छन्। आज एमाले, भोलि कांग्रेस, पर्सि माओइस्ट। कहाँ छ मान्छे प्रतिको तपाईको लोयालिटी? यो अँधेरोमा बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी एउटा आशाको किरण भएर आएका छन्। म बालेन शाह जस्ता व्यक्तिमा शान्त शक्ति देख्छु, जो पार्टीको ब्यानरबाट होइन कामबाट लिडरशिप देखाउँछ। आफै सोच्नुहोस्, जुन मान्छे लगभग 25% मात्र बजेट युज गरेर काठमाडौँ महानगरपालिका यति सुन्दर, व्यवस्थित, विकसित बनाउन सक्छ भने देशलाई विकासको बाटोमा त पक्कै पनि लान सक्छ। बालेन भनेको राजनीतिक भन्दा पहिला देशलाई अगाडि राख्ने मान्छे हो। यो इन्डोर्समेन्ट होइन, एक्नोलोजमेन्ट हो। प्यारा नेपाली जनता हो, यो चुनाव नेतालाई चुन्ने मात्र होइन, जेनजीको आन्दोलनमा बगेको रगतलाई खेर जानबाट बचाउने मौका हो। आउनुहोस्, आफ्नो भोटिङ पावरको सही तरिकाले युज गरेर एउटा सुन्दर नेपाल तर्फ पाइला चालौं। यो पालि पार्टीलाई होइन, फेमिलियर फेसलाई होइन, सही र राम्रो मान्छेलाई भोट गर्नुहोस्। यी बुढा नेताहरूलाई त धेरै चान्स दियौं, यो पालि नयाँ युवालाई पनि चान्स दिएर हेरौं। यहाँसम्म मेरो भिडियो सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्त, राधे राधे, जय देश, जय नेपाल।